साथीहरू, यदि तपाईले ड्राफ्टको भिडियोलाई सिधै पोस्ट गर्नुभएको छ भनेदेखि आजदेखि तुरुन्तै त्यो कार्यलाई बन्द गरिहाल्नुहोस् है। तपाईले तपाईको ड्राफ्टमा रहेको भिडियोलाई पोस्ट गर्न नजान्दा पनि तपाईको भिडियोले राम्रोसँग भ्युज ल्याउन सकिरहेको छैन है। त्यसको लागि कसरी पोस्ट गर्नुपर्छ भनेर मैले तपाईलाई आज यो भिडियोमा सिकाउँदैछु। यो भिडियोलाई तपाईले अन्तिमसम्म हेर्नु होला। यदि तपाईलाई यो भिडियो प्रभावकारी लाग्यो भने यसको बारेमा तपाईले आफ्ना 10 जना साथीहरूलाई शेयर पनि गरेर जानकारी पनि दिनु होला अनि साथमा यो भिडियोलाई रिपोस्ट गर्न चाहिँ नभुल्नु होला है। अब राम्रोसँग हेर्नुहोस् है मैले कसरी सिकाउँदै छु। त्यसको लागि तपाईले यहाँ आफ्नो टिकटकलाई ओपन गर्नुहोस्। ओपन गरिसकेपछि तपाई यो प्लस आइकनमा तपाईले क्लिक गर्नुहोस्। प्लस आइकन क्लिक गरेपछि यहाँ दाहिनेतिर हेर्नुहोस् त टिकटकले पठाइदिएको यहाँ ड्राफ्ट छ। यो ड्राफ्टलाई तपाईले क्लिक गर्नुहोस्। तपाईको ड्राफ्टको भिडियो यहाँ आइसक्यो। तपाईले यसलाई क्लिक गर्नुहोस्। यो यहाँ देखिसक्नुभयो। तपाईले यसलाई नेक्स्टमा गएर यसलाई पोस्ट गर्ने हो। तर त्यो भन्दा पहिला ट्रेन्डिङ ह्यासट्याग चाहिँ प्रयोग गर्न नभुल्नु होला है त साथीहरू।